साथीहरू म तपाईँहरूलाई आज हुन गइरहेको एनपिएल म्याच नेपालबाट या विदेशबाट मोबाइलबाट कसरी हेर्न भनेर चाहिँ देखाउन गइरहेको छु। सबभन्दा पहिला तपाईँहरूले आफ्नो प्ले स्टोरमा गएर डिस होम गो भन्ने एपलाई खोल्नुपर्ने हुन्छ। त्यसपछि त्यसलाई डाउनलोड गर्नुहोला। त्यसलाई ओपन गर्नुहोला। यसको चार्जहरू कति लाग्ने यहाँ चाहिँ देखाइएको छ 300, 500 र $10 र त्यसपछि तपाईँले आफ्नो नेपालको मोबाइल नम्बर हाल्नुहोला। यदि नेपालको नम्बर हाल्नुभयो भने तपाईँलाई सस्तो पर्न जान्छ। नेपालीको लागि 300 र त्यहाँनिर ओटिपी नम्बर आउँछ। त्यो ओटिपी नम्बर हाल्नुहोला। तपाईँको घरमा अरू कसैको नम्बर हाल्नुभयो र ओटिपी नम्बर माग्नु भए पनि हुन्छ। यसरी तपाईँले ओटिपी नम्बर हालिसकेपछि आइ एम नट रोबोट भनेर चाहिँ त्यहाँ टिक गरेर सेभ गरिदिनु होला। त्यस पछाडि तपाईँको मोबाइलबाट 300 या 500 कट्छ र खुल्छ।